ल अब हामी क्वेसन नम्बर 11 सल्भ गरौँ। क्वेसन नम्बर 11 ले के भन्दैछ भने हामीले सी ल्याङ्ग्वेज लेख्नु हेरे जसमा चाहिँ युजरले चाहिँ सामानको कस्ट प्राइस र सेलिङ प्राइस गरी दुईटा प्राइस लेखिने गर्छ र त्यसपछि त्यो दुईटा प्राइस युजरले दिएकोबाट हामीले त्यो लास्टमा प्रफिट भयो कि लस भयो भन्ने कुरो त्यहाँबाट क्याल्कुलेट गर्नु भनिएको छ। सो आजको भिडियो हामी यहीको बारेमा हुनेछ। सो अब हामी भिडियोलाई सुरु गरौँ। सो सुरुमै हामीले लाइब्रेरी इन्क्लुड गरिदिने include stdio.h त्यसपछि int मेन लेखिदिन्छु स्मल ब्र्याकेट। सो त्यसपछि कर्ली ब्र्याकेट। ल अब यहाँदेखि लेखौँ, रिटर्नमा लेखिदिइराख्छु छिटो हुन्छ। युजरलाई त्यो भ्यालु प्रोभाइड गर्नको लागि त्यो भ्यालुजहरूलाई पनि त लेट गर्नु पर्यो नि त। सो म के गर्छु भने FOLT फ्लोट लेख्छु। फ्लोट किन इन्ट चाहिँ किन नलेखेको भन्दाखेरि चाहिँ फ्लोट भन्दाखेरि चाहिँ अब त्यो पोइन्ट्सको पछाडि पनि यो त भ्यालुजहरू आउँछ नि त। जस्तै कि गुड्सहरू भन्दाखेरि कस्ट प्राइस र सेलिङ प्राइसमा कहिलेकाहीँ पोइन्ट पछाडिको पनि भ्यालुजहरू आउने गर्छ, त्यही भएर यसमा फ्लोट युज गरेको छु। फ्लोट पछाडि एसपी लेख्छु। एसपी भनेको सेलिङ प्राइसको लागि हुन्छ। त्यसपछि म यहाँ सिपी लेख्छु। सिपी भनेको कस्ट प्राइसको लागि। अनि अर्को भनेको म आर लेख्छु। आर भनेको रिजल्टको रूपमा मानिन्छ। रिजल्ट भनेको हामीले के चाहिएको छ, प्रफिट हो कि लस हो भन्ने कुरो। सो म यहाँ आरबाट थाहा पाइन्छ। सो त्यसपछि म यहाँ सेमिकलमले टुङ्गाइदिन्छु। सो त्यसपछि के गर्ने भने युजरलाई मेसेज देखाइदिने कि अब के गर्ने भनेर। सो युजरलाई मेसेज देखाउँदाखेरि के युज गर्छु भने प्रिन्ट एफ गर्छु, स्मल ब्र्याकेट लेख्छु अनि इन्भर्टेड कमाको भित्र म त्यो मेसेज लेख्छु। सो त्यो मेसेज के हुन्छ भने इन्टर प्राइस। सो त्यसपछि मैले स्पेस दिन्छु, सेमिकलम। ल अब त्यसपछि युजरलाई त्यो प्राइस लेख्नुको लागि एउटा इन्भाइरोमेन्ट क्रिएट गर्नुपर्छ। त्यसको लागि हामी क्यान एफ युज गर्छौँ। स्मल ब्र्याकेट इन्भर्टेड कमाको भित्र लेख्छौँ के %d कतिवटा भ्यालु हाल्नुपर्नेछ, कुन भ्यालु हाल्नुपर्नेछ यो कुरा चाहिँ म यसको भित्र स्क्यान एफको भित्र लेख्नुपर्छ। हामी दुईटा मात्र भ्यालु चाहिएको छ, सेलिङ प्राइस र कस्ट प्राइस, त्यही भएर म दुईटा %d लेखिदिएको। त्यसपछि के गर्ने भने इन्भर्टेड कमादेखि यता बाहिर निकालेर कमा लेखिदिने। सो त्यसपछि के गर्ने भने हामीले यो %d को डिफाइन गर्नु पर्यो। यो %d भनेको के हो, यो सुरुको %d भनेको त हाम्रो एसपी को भ्यालु हुन्छ। यसलाई यसको अगाडि एन्डको सिम्बल राखिदिने। यसले गर्दा के हुन्छ भने त्यो चाहिँ युजरले त्यसकोमा भ्यालुमा पुट गर्नु मतलब कि त्यसको लागि भ्यालु दिन सक्ने बनाइन्छ यो एन्डको सिम्बलले। त्यस्तै गरी अब अर्को %d भनेको त सिपी को लागि हुन्छ। सो यसरी हाम्रो यो स्क्यान एफ पनि भयो। अब यस्तो के भयो भने युजरलाई मेसेज पनि मिल्यो पछि सुरुमा। त्यसपछि युजरले त्यो मेसेजबाट के गर्यो भने उसले आफ्नो प्राइस हाल्यो। प्राइस हालिसकेपछि अब के गर्ने, अब हामी त्यसलाई अब प्राइस हालिसकेपछि थाहा पाउनु पर्यो कि त्यो प्राइस चाहिँ अब कस्तो खालको हुन्छ। मतलब कि यस्तो म के लेख्छु भने आर इक्वल्स टु एसपी माइनस सिपी लेख्छु। अब यो जुन फर्मुला छ यो फर्मुला भनेको प्रफिटको बाट आएको छ। प्रफिट इक्वल्स टु एसपी माइनस सिपी। सो मैले यो हालेँ किनकि अब हामी युज गर्न आँटेको छौँ इफ एल्स स्टेटमेन्ट। इफ एल्स स्टेटमेन्टको भित्र म लेख्छु के आर इज ग्रेटर देन 0। अब तपाईँले के गर्नु छ भने आर को भ्यालुमा तपाईँले प्रफिट मात्रै नहालेर लसको पनि फर्मुला हाल्न सकिन्छ। अब हेर्ने जस्तै कि मैले यदि प्रफिटको भ्यालु हाल्यो भने अब इफ स्टेटमेन्टमा के गर्छु भने अब यदि त्यो भ्यालु चाहिँ पोजिटिभमा आयो जो कि प्रफिटकोमा यो हो नि त एसपी, तर यदि तपाईँहरू चाहिँ अब कुनै लसबाट पनि गर्न सक्नुहुन्छ, तर म प्रफिटको फर्मुला लिएर युज गर्दैछु। सो यो यसमा के भयो भने हाम्रो युजरले दिएको भ्यालु जस्तै एसपी छ। जस्तै मानिलियो हाम्रो यहाँ एसपी को भ्यालु जुन छ नि एसपी बराबर चाहिँ मानिलियो 20 छ, 20 अरे 2000 छ। त्यस्तै गरी अब सिपी कस्ट प्राइसको भ्यालु हेर्दाखेरि कति छ, कस्ट प्राइसको मानिलियो 900 आएको छ। सो त्यसपछि यहाँ हेर्ने अब यो दुईटा माइनस गर्दाखेरि त पोजिटिभमा आइरहेछ। सो जब मैले एसपी को भ्यालु
र सीपी को भ्यालु यदि हालेपछि यो आर को भ्यालु पोजिटिभ आयो भने के हुन्छ त्यसलाई हामी त्यसपछि आयो भने के हुन्छ भने यो खालको मेसेज देखिन्छ यस्तै लेखौँ सो यो भ्यालु भनेको हाम्रो के हुन्छ आर को भ्यालु हुन्छ सो यसलाई सेमिकोलन टुङ्गा अब के भयो भने जब मैले यो एसपी को भ्यालु र सीपी को भ्यालु पोजिटिभमा आयो भने नि यसले के भयो यो युजरलाई यस्तो खालको मेसेज दियो द प्रॉफिट अमाउन्ट इज %d अब यदि त्यो पोजिटिभ आयो भने त्यो प्रॉफिट भयो मलाई प्रॉफिट भइरहेछ त्यही भएर अब यो %d भनेको यो आर को भ्यालु कति आएको छ मतलब एल जुन यो दुईटा माइनस गर्यो नि यसको पछिको यो भ्यालु कति आएको छ भनेको यो %d ले थाहा पाइन्छ सो त्यस्तै गरी else if मात्र लगाउँ न सो त्यसपछि के हुन्छ भने प्रिन्ट एफ the loss amount is %d यो पनि आर के भ्यालु हुन्छ न म यसमा पनि इफ लाउँछु सो के भयो भने आर चाहिँ यदि 0 भन्दा कम भयो भने लस हुन्छ जुन यो भ्यालु एसपी माइनस सीपी छ यदि त्यसकोमा यदि नेगेटिभ आयो भने के भयो भने युजरलाई यो मेसेज देखाइदिन्छ द लस एमाउन्ट अनि यो %d भनेको कति खालको आएको छ त्यो खालको देखाइदिन्छ तर %d चाहिँ हैन %f चाहिँ हो भने सरी %f हो नि त फ्लोट छ फ्लोटमा भनेपछि त %f हुने हो म बेसी राख्छु यार फ्लोट यसको पछाडिको पोइन्ट भनेको 0.2 यो पनि 0.2 नै हुन्छ सो अब त्यसपछि लास्टमा म के लेख्छु भने एल्स जो कि यदि हाम्रो 0 मात्रै आयो भने 0 मात्र एल्स मतलब कि अब बाँकी त के बचेको छ 0 मात्रै 0 सँग इक्वल अब 0 सँग मात्रै इक्वल भएपछि त यहाँ लेख्नु परेन यतिकै लेख्नु पर्यो सो प्रिन्ट एफ लेख्दिने सो त्यसपछि you got neither profit nor loss सो यति लेख्दिने यति मात्र लेख्छु यसमा पनि लेख्दिउँ न यदि मैले चाहिँ यसरी लेखिदिएको तर यदि तपाईहरुले यहाँ क्वेशनको मुताबिकले लेख्नु छ भने त्यसरी लेख्दा हुन्छ तर म अहिलेको लागि यस्तो लेख्दैछु सो ओके सो त्यसपछि अब यसलाई कन्ट्रोल एस गरेर F11 गरौँ ओके ओके म कमाइ दिनु बिर्सेँ नि त यार ल अब चाहिँ हुन्छ F11 ल अब यसले मलाई सोध्दैछ कति प्राइस हाल्ने जसमा मैले भने जस्तो अघि मैले कति भने 2000 अर्को भनेको सीपी का लागि 900 यो गरेर यु गट प्रॉफिट अफ 110 त्यसरी प्रॉफिट भयो अब म यसलाई स्ल्यास एन गर्छु त्यसै सजिलो हुन्छ F11 सो अब यहाँ भ्यालु हाल्छु के मानिलियो सेलिङ प्राइस जो कि एसपी छ त्यो भनेको चाहिँ 500 हो
त्यसै गरी कस्ट प्राइस भनेको मान्यो 900 सो यु गट लस अफ कति -400 सो यसरी हाम्रो खालके भएको छ सो यसरी हाम्रो यो खालके क्वेशन नम्बर 11 को पनि क्वेशन को आन्सर भयो क्वेशन नम्बर 12 मा जम्प गरौँ सो आजसम्म यदि तपाईहरुलाई मेरो यो प्लेलिस्ट चेक गर्नुभएको छ भने प्लिज चेक गरिदिनु होला र यो त्योसँगै यो खालको भिडियो मन परेमा प्लिज भिडियोलाई लाइक गरिदिनु होला र त्योसँगै यदि च्यानलको न्यू छ भने च्यानल सब्स्क्राइब गरी अल नोटिफिकेसनलाई पनि क्लिक गरिदिनु होला सो आजको लागि यति नै सो अब हामी अर्को क्वेशन नम्बर 12 को भिडियोमा भेटौँला